नमस्कार साथीहरू, म चन्द्र खड्का। आज राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीको एकता 12 दिन पनि टिक्न सकेन साथीहरू। किन टिक्न सकेन भन्नुहुन्छ भने कुलमान घिसिङज्यूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको 40% पद चाहियो अरे। यदि राष्ट्रिय स्वतन्त्र पार्टीले जितेर बहुमत ल्यायो भने र नेपाल सरकार बनाउन सक्ने क्षमता राष्ट्रिय स्वतन्त्र पार्टीले राख्यो भने कुलमान घिसिङज्यूलाई 7 देखि 8 वटा नेपाल सरकारको मन्त्रालय चाहिँ कुलमान घिसिङको नाममा दर्ता गरिदिनु पर्ने रे राष्ट्रिय स्वतन्त्र पार्टीले। यिनीहरू के देश बनाउन आएका हुन् त? यस्तो मानसिकताले देश बनाउन यिनीहरूले सक्छन् त? माग पनि एउटा हुन्छ नि यार, ठिक्क होइन। योगदान केही छैन, हिजोस्ति आएको छ, दर्ता गरेको छ पार्टी, 2-4 जना यता अगाडि पछाडि डोरी आएको छ, अनि त्यो पहिला बिजुली बाल्दे भनेर त्यसकै भरमा पार्टी खोलेको छ, त्यसकै भरमा 2-4 जना अगाडि पछाडि हिँडेका छन्, अनि वर्षौँदेखि सङ्घर्ष गरेर बनेको पार्टीको 40% कुनैले दिन्छ त? यो माग गर्ने मान्छे पनि कस्तो मान्छे हो। तर साथीहरू है, यहाँ सुन्नु होला, तर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेज्यूले नि झुकेर हो पनि 40% होइन, तपाईँलाई 20% दिन्छु, यदि तपाईँ एकतामा आउन चाहनुहुन्छ भने मिलेर देश बनाऊ भनेर यति धेरै झुक्नुभयो कि राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष रवि लामिछानेज्यू यति धेरै झुक्नुभयो कि यो कुरा अब नेपाली जनताले प्रष्टसँगले बुझ्न जरुरी चाहिँ छ। प्रष्टसँगले बुझ्न जरुरी छ। किन भन्नुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेज्यूले एकतामा ल्याउन यति धेरै मान्छेहरूसँग वार्ता गर्नुभयो कि यति धेरै व्यक्तिहरूसँग वार्ता गर्नुभयो। उहाँ गणतन्त्रवादीसँग राजतन्त्रवादीहरूसँग सम्म उहाँले चाहिँ एकताका लागि धेरै नै प्रयास गर्नुभयो। ज्ञानेन्द्र साईसँग पनि प्रयास गर्नुभयो, त्यो चाहिँ अहिले काम भइरहेको छ, त्यो पनि अब टुङ्गोमा पुग्छ होला, त्यो आफ्नो ठाउँमा छ। तर रवि लामिछानेज्यूले आफू पछाडि धकेलिएर आफू पछाडि सरेर देश र जनताका लागि चाहिँ उनले यो काम गरेका थिए। तर कुनै पनि व्यक्तिहरूले चाहिँ रवि लामिछानेज्यूको एकतामा आउनुपर्छ, सबैजना मिलेर देश बनाउनुपर्छ भन्ने सोचलाई चाहिँ सपोर्ट गरेको देखिँदैन। किन देखिँदैन भने यिनीहरू भनेको देश परिवर्तन गर्न, देश विकास गर्न आएका व्यक्ति होइनन् भनेर उनीहरू आफैलाई प्रमाणित गरिदिएका छन्। आजदेखि स्वयं कुलमान घिसिङज्यूले आज फेसबुकमा लेख्नु भएको छ, आजबाट म उज्यालो पार्टीको नेतृत्व अध्यक्ष भएर चाहिँ नेतृत्व गरेर अगाडि बढाउँछु भनेर उहाँले नै आफै आज फेसबुकमा उज्यालो नेपाल पार्टीको चाहिँ अध्यक्ष घोषणा गर्नुभएको छ। आज तपाईँले हेर्न सक्नुहुन्छ। अनि यस्तो मानसिकता बोकेको व्यक्तिले कतै देश बनाउँछ? देश कन्नेले पनि बनाउनेवाला छैन। त्यतिखेर होइन, जनार्दन शर्मा जस्तो व्यक्ति माओवादीबाट ऊर्जा मन्त्री थिए, उनले सहयोग गरेर कुलमान घिसिङले काम गरेर देशमा लोड सेडिङ मुक्त भयो, यो यथार्थ कुरा हो। अनि त्यसकै जस चाहिँ अहिले लिओरी चाहिँ अनि एउटा दुःख गरेर आएको व्यक्ति, दुःख र सङ्घर्ष गरेर बनाएको व्यक्तिको 40% माग्न लाज शरम हुनु पर्दैन अलिकति? यी कस्ता खाले मान्छे रहेछन्? पदका लागि उनले के भनेका थिए भने, उनी भर्खरै नेपाल सरकारको होइन मन्त्री हुँदाखेरि उनले के भनेका थिए भने, म कुनै पनि पार्टीमा आबद्ध छैन, म कुनै पनि पार्टीको सदस्य पनि भएको छैन आजसम्म भनेका थिए। अनि धेरै नै दबाब पाइसकेपछि सामान्य प्रधानमन्त्री सुशीला कार्कीज्यूले पनि धेरै दबाब दिइसकेपछि अन्त्यतः राजीनामा दिन बाध्य भएका थिए कुलमान घिसिङज्यू। उनले राजीनामा दिए लगत्तै चाहिँ उनी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेज्यूसँग भेट्न गए र भेट्न गएर चाहिँ उनलाई 40% माग चाहियो, 7-8 वटा मन्त्रालय चाहियो भन्दै चाहिँ उनी माग लिएर गएछन्। तर रवि लामिछानेज्यू धेरै झुक्नुभयो। रवि लामिछानेले दिनुभयो, तर कुलमान घिसिङलाई पुगेन। नपुगेपछि चाहिँ रवि लामिछानेले अब तपाईँसँग एकता हुने रहेन रहेछ, तपाईँ देश परिवर्तन गर्न आउनुभएको व्यक्ति होइन रहेछ भनेर चाहिँ रवि लामिछानेज्यूले आज कुलमान घिसिङज्यूसँग एकता नहुने सम्भव नरहेको भनेर चाहिँ घोषणा उहाँकै आफ्नै पार्टीका प्रतिनिधिहरूसँग चाहिँ यो कुरा घोषणा गरिदिनु भएको छ। ल साथीहरू, कुलमान घिसिङ केही गर्छ कि सबैजना मिले भनेर हामी ठुलो आशमा थियौँ। अब एक्लै उहाँ गरेर हेर्नुहोस्। तर म कुलमान घिसिङज्यूलाई के भन्न चाहन्छु भने, तपाईँ साँच्चीकै देश बनाउन आउनुभएको हो भने राष्ट्रिय स्वतन्त्र पार्टीसँग तपाईँ एकता गर्न चाहनु भएन। अब श्रम संस्कृति पार्टीसँग तपाईँ एकता गर्नुहोस्। हर्क साम्पाङले हेर्नु त तपाईँलाई पत्याउँछन्, हर्क साम्पाङले तपाईँलाई पत्याउनु होइन, तपाईँलाई गोल खेल्छन्, गोल। यति कुरा याद गरिराख्नु होला। र तपाईँ कुनै पनि देश बनाउन आउनुभएको व्यक्ति होइन, यो 100% म भनिदिन्छु। जे मैले बिहोर्नु छ म बिहोर्नुला, तर तपाईँ देश बनाउन होइन, तपाईँ देशका जनतालाई ढाँटेर, देशका जनताले तिरेको करबाट तलब खाएर अहिलेसम्म देश र नेपाली जनतालाई ठगिराख्नु भएको रहेछ, नेपाली जनतालाई झुकाइराख्नु भएको रहेछ भनेर आज तपाईँकै व्यवहारबाट चाहिँ प्रष्टसँगले नेपाली जनताले थाहा पाएका छन्। र मान्छेको चरित्र थाहा पाउनुपर्छ जनताले।
त्यसैले तपाईँ अब आफ्नो बाटो लाग्नुहोस्, देश परिवर्तन गरे गर्नुहोस्, आफ्नो पेट परिवर्तन गरे गर्नुहोस्, जे गरे गर्नुहोस् भनेर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेज्यूले चाहिँ आज बिदाई गरिदिएका छन्। अब राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्नुपर्छ भने जब यी कुलमान घिसिङले 20 देखि 25 जना विभिन्न चरित्र बोकेका व्यक्तिहरू नि समानुपातिकमा छिराएका छन् नि, यिनीहरू सबै तानेर राष्ट्रिय स्वतन्त्र पार्टीले आउट हानिदिनुपर्छ। सिधा कुरा होइन, अनि मात्रै परिवर्तन हुन्छ। जुन किसिमले राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ अन्तरिम चुनाव गरेको थियो, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूले भोट हालेका थिए, ती व्यक्तिहरूलाई पनि पछाडि सारेर साथीहरू 1 नम्बरमा ल्याएको व्यक्तिलाई 5-5 नम्बरमा सारेर 3 नम्बर 4 नम्बरमा भोट ल्याएको व्यक्ति 8-9 नम्बरमा पुगेर यिनीहरूका प्रतिनिधिहरू राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा राखेको थियो। तर त्यति गर्दा पनि यिनीहरूलाई नपुगेको क्या। यिनीहरू भनेको त खान आएका हुन् नि त, खान आएका व्यक्तिलाई राष्ट्रिय स्वतन्त्र पार्टीले त्यति साह्रै गर्दा पनि यिनीहरूलाई नपुगेको। अब यी सबै समानुपातिकमा जो यो उज्यालो पार्टीका व्यक्तिहरू प्रतिनिधिहरू छिरेका छन्, यिनीहरूलाई पुरै निकाल्नुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टीले। अथवा अब निकाल्न कानुनी हिसाबले निकाल्न नमिले पनि, नाम कटौती गर्न नमिले पनि यिनीहरूको नाम चाहिँ पछाडि धकेल्नुपर्छ र यिनीहरूको नामबाट जो अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदमा चाहिँ दर्ता भएका छन्, यिनीहरूलाई कुनै पनि हिसाबले पार्टीले चाहिँ सांसद बनाउने काम गर्नु हुँदैन भन्ने कुरो चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्व वर्गहरूले यो कुरा बुझ्न जरुरी छ। धन्यवाद। जय नेपाल, जय घन्टी। घन्टी अब अगाडि बढ्छ। हामी जस्ता युवाको साथ छ घन्टीलाई, घन्टी अगाडि बढ्छ। धन्यवाद।